आइसक्यो यहाँ काम हुँदैछ हो है काम गर्नुहुँदैछ भेनाहरू यता दादाहरूले गर्नुहुँदैछ हल्का अन्त अहिले म चाहिँ बिजी थिएँ जहिले बिजी हुन्छु तपाईँहरूको अगाडि म जहिले बिजी छु बिजी थिएँ भन्छु तर म जहिले बिजी नै हुन्छु नि त त्यही भएर अहिले यता गर्नुहुँदैछ हो यो चाहिँ के गर्नु के गरेको भनेर भन्दा चाहिँ म एकैचोटि भोलि तपाईँलाई भइसकेर देखाउँछु हो के हो भइसकेर भन्छु अन्त चाहिँ अहिले चाहिँ भन्दिनँ म तपाईँहरूलाई के गर्नुभएको यो काम चाहिँ कसको किन भनेर हो बादमा भन्छु म तपाईँहरूलाई यता मम्मी हुनुहुन्छ भेना काम गर्नुहुन्छ यो चाहिँ मेरै काम गरेको हो तर के को काम हो भन्छु नि मलाई हेलो त्यहाँ भाउजू हेलो त्यहाँ दिदी भर्खर दाँत कति बेसी काम छ हेर्नु न मेरो यो आँगनबाडी फुल फिजाइरहेको छु गर्नै भ्याउँदिनँ भाउजूलाई यहाँ जिम्मा दिइरहेको छु होइन हेल्प गर्नुहुन्छ नि त यी नानीहरू स्कुल गयो भर्खर घर सनाक्सिनी सकेर चाहिँ बसिरहेको हो यहाँनिर म पनि यसरी बसिरहेको छु यी के गर्नु बिजी छु भेना भेना हुनुहोस् हौ बिजी नि बिजी हुन्छ यता भेना यता दादा म दादा यता हेरिदिनु त लु दादा यता हाई गरिदिनु है हौ हाई भन्नु कि आउनु हुँदैन बिजी हुनुहुन्छ हौ यता अर्को भेना हो यता मम्मीहरूको आँगनमा गर्नुहुँदैछ काम चाहिँ रडहरू काट्नु हुँदैछ आजको लागि यति नै।